नमस्कार सबैजनालाई। म सधैँ भन्ने गर्छु, म त्यति धेरै एडिट पनि गर्दिनँ, म त्यति धेरै भिडियोलाई मिलाउँदिनँ भने म यथार्थ कुरा भन्ने गर्छु, जुन भएको घटनालाई चाहिँ यहाँहरू समक्ष ल्याइरहेको छु। काल्पनिक होइन, यो भइसकेको घटनाहरू यहाँहरू समक्ष ल्याएको छु मैले। एउटा विकट ठाउँ हो, मेरो घर वरिपरि ब्याकग्राउन्डमा भव्यताको लुक्स पनि छैन। म सिर्फ एक्लो छु, एउटा जङ्गलको बिचतिर गएर म बनाउने गर्छु किनभने यो हरियाली पाखा पखिराहरू मलाई सधैँ मनपर्छ। यो हरियालीहरूसँग सधैँ रमाउन, सधैँ झुम्न चाहने मान्छे हो म। त्यस कारणले गर्दाखेरि पनि म घरभित्र भन्दा पनि बाहिर एउटा स्वतन्त्र ठाउँबाट यो भिडियो बनाउने गर्छु, बनाइरहेको छु। समय अवसर त्यस्तो मिलेन भने घरभित्रैबाट पनि कुनै दिन बनाउँला। भाग छ, कतिले हेर्नुभयो या कतिले हेर्नु भएको छैन। हेर्नुभएको छैन भने सुरुबाट हेर्दै गर्नुहोला। दिन कहिलेकाहीँ छुट्न सक्छ, नत्र म दिनको एउटा एउटा भाग 9-10 मिनटसम्मको भाग चाहिँ यहाँहरू समक्ष ल्याउँदैछु। भाग 6 मा बाँकी रहेको थियो सेलेरी र कामको लागि अफिसतर्फ जाने केहीजना ग्रुपसँग, जो सबैजना नयाँ थिए त्यही लटमा सबैजना जाने कुरा भयो। अब गाडीले लिएर गयो अफिससम्म। अफिसमा त्यहाँको एचआर म्यानेजर जहाँकै प्रतिनिधि चाहिँ केरलाको थियो। त्यहाँको अकाउन्टेन्ट नेपाली नै थियो, अनि अब एचआर एसिस्टेन्ट पनि नेपाली नै थियो। केहीजना नेपाली र केहीजना हिन्दी अब इन्डियनहरू थिए, त्योभन्दा बाँकी अरू थिएन। त्यहाँ गइसके पछाडि के भयो कुरा भन्दाखेरि अब सेलेरी कतिमा आएको के हो, अनि उसले भन्यो म 900 + 200 मा आएको हो, सुपर मार्केटमा कामको लागि आएको। अफिसमा सबैजना छक्क परे। सुपर मार्केटको काम छैन, कम्पनीले दिने भनेको यति नै हो, 200 700 + 200 हो, 700 दिन्छ सेलेरी। अनि खानामा 200, खाना फ्री हो, खाना जति खाए पनि दिन्छ कम्पनीले भन्यो। अनि अब उसले भन्यो म त यतिमा त काम नगर्ने, म यसो भनेर आएको। त्यहाँबाट त्यो एउटा जो एचआर थियो ऊ आएर हिन्दीबाट भन्यो, उसले भाषा बुझ्दैन थियो। भाषा नबुझिसकेपछि उसले के भन्यो बुझेन, अनि उनीहरूसँगै ग्रुपमा अफिस जाने एउटा ड्राइभर थियो, पहिला साउदी गएर आएको रहेछ, त्यो पुरानो ड्राइभर रहेछ, उसले हिन्दी बुझ्थ्यो, नेपाली नै थियो। अनि उसले भन्यो अब यसो भन्दैछ यसो, अनि त्यहाँबाट त्यो ड्राइभरले भनिसके पछाडि म यतिमा काम गर्दिनँ, बरु घर फर्किन्छु भन्न थाल्यो। अनि त्यो कम्पनीले के भन्नु भन्दाखेरि फर्किन्छस् भने फर्के, 3 दिनको समय छ, फर्किन्छस् भने फर्की, अब 3 दिनभन्दा बढी बस्यो भने खाएको पनि पैसा लाग्छ भनेर भन्यो। त्यति भनिसके पछाडि ऊ थोरै साइडमा गएर आँखाभरि आँसु, मनभरि पीडा, गाउँमा मान्छेहरूले भनेका ती शब्दहरू, मान्छेहरूले गरेका ती तिरस्कारहरू जसले नपत्याएका थिए। बसौँ भने जति सेलेरी पनि छैन, सुपर मार्केटको काम पनि छैन भनेको छ। नबसौँ सबैजनाले भनेकै थिएँ भनेर गाउँमा आउँदाखेरि सबैजना हाँस्ने भए। अब के गर्ने भनेर धेरै सोचे। सबैजनाको कुरा मिलिसकेछ, बाँकी ऊ मात्रै थियो। उसलाई सोधे के गर्ने, साइन गर्ने या घर फर्किने। उसले यो निर्णय गर्यो कि जीवन मेरो दुःखमा रहेछ, जीवनमा दुःख गर्नुपर्ने रहेछ, म दुःखको लागि जन्मेको रहेछु। यो समाजको मुख टाल्नको लागि भए पनि सम्पत्ति कमाउनु नकमाउनु त ठाउँमा छ, मैले यहाँ बस्नै पर्ने हुन्छ भनेर सोच्यो र उसले साइन गर्छु, म त्यही कुरामा ठिकै छु भनेर साइन गर्यो। मनमा धेरै तनावहरू बढिरहेको थियो। धेरैवटा पेपरमा साइन गर्न लगायो, 8-10वटा पेपरमा के थियो, अब त्यो सबै अङ्ग्रेजीबाट लेखेको थियो, सबै कुरा पढिराख्ने समय पनि उसले दिएन। अनि यहाँ साइन गर भन्यो, त्यहाँ गर। घर क्याम्पतिर कोठातिर फर्क्यो गाडी। त्यस पछाडि भोलि एक दिन छुट्टी र पर्सि काममा जानुपर्छ भन्यो त्यहाँको क्याम्पसले। ठिकै छ भनेर ऊ कोठामा बस्यो। भोलिपल्टको दिनमा ऊ त्यहाँको वातावरणहरू छतमा गएर यताउता हेर्दाखेरि सबैले भन्ने गर्थे क्या, विदेशमा फोहोर फाल्ने ठाउँ हुँदैन, चक्लेट खाएर पकेटमा बोक्नुपर्छ। अनि त्यस पछाडि उसले त्यहाँबाट हेर्दाखेरि सबैतिर हेर्छ, साना साना घर, 2 अढाई तलाका,
त्यो बाटोको साइडमा मुख थुनेर हिँड्नुपर्ने, कुनै ठाउँमा हिलो छ, कुनै ठाउँमा त्यत्रो गड्डा छ, बयारको भन्दा अरू रुख छैन, माटो हो कि ढुङ्गा हो चिनिँदैन, बाटोमा हिँड्दा बिराउँदा माटो भनौँ भने ठुलो ठुलो ढुङ्गा छैन, ढुङ्गा भनौँ भने एउटा उब्जनी हुने खालको माटो छैन, के हो अब त्यो त्यहाँको परिस्थितिहरूलाई निहाल्दै छ पर सायद मरुभूमि भनेको यही रहेछ भनेर सोच्यो उसले। त्यो दिन त्यत्तिकै खाना खाने समय भयो, खाना खायो गयो छतमा, घरतिर फोन गराउने पैसा थिएन, त्यो बेलामा नेट चल्दैन थियो। एकचोटि फोन गर्नलाई पैसा दिएको थियो 150, 100 रुपियाँ पैसा दिएको थियो उहाँको, 100 रियल, 25 रुपियाँको रिचार्ज इन्टरनेसनल कल भनेर आउँथ्यो। इन्टरनेसनल कल हाल्यो भने 50 मिनट मात्रै बोल्न मिल्थ्यो। 50 मिनटमा सबैजनासँग बोलिसक्नुपर्ने, आफन्तजनहरू सबैजनालाई सुझाव दिँदा दिँदै म आएँ भनेर भन्दा भन्दै समय गयो। घरमा श्रीमतीलाई पनि म यस्तो अवस्थामा छु, म धेरै फोन गर्न सक्दिनँ, म यसरी आइपुगेँ, चिन्ता नगरिकन बस्नु, म राम्रो छ, भनेको काम पायो, भनेको सेलेरी दियो भनेर उसले भन्ने गर्थ्यो। र त्यति भनिसके पछाडि घरमा भनेकै काम पाउनु भयो, भनेकै सेलेरी दियो भनेर सोद्धा भन्थ्यो र फोन राखेर ढाक्क छोडेर रुन्थ्यो। त्यो एकान्त मरुभूमिमा न कसैले सुन्थ्यो, न कसैले देख्थ्यो, न कसैको पीडाहरूले बुझिदिन्थ्यो। त्यहाँ सिर्फ चल्नुपर्ने एक्लो, गर्नुपर्ने आफ्नो लागि, समस्या भन्दा बाहिर भयो, खुसी भयो भने सबैजना त्यहाँनिर आफ्नोलाई आफ्नो भन्दै आउने र दुःख परिसके पछाडि विदेश हो कमाउन आएको भन्दै आउने मान्छेहरू थिए। नभन्दै पर्सिपल्ट त्यो दिन बित्यो, त्यो भोलिपल्टको दिन बित्यो र पर्सिपल्ट भोलिपल्ट बेलुका आएर क्याम्पमा भन्यो कि राति 3:30 बजे बाहिर गेटमा निस्किनु, गाडी जान्छ। जहिले 7 बजेसम्म सुत्ने छु र घरमा, 3:30 बजे कसरी उठ्ने? अलार्म लगाइसके पछाडि अलार्म बजे पछाडि यस्तै होला भनेर उठ्यो। उठेर कपडा ब्रस गरेर कपडाहरू दिएको थियो, डाङ्ग्री भन्ने एउटा दिएको थियो, माथिबाट तलैसम्म लगाउने हुन्थ्यो। त्यो लगाउँदाखेरि उसलाई धेरै असहज भयो। यत्रो अब 1.5 केजी जतिको सेफ्टी सुज भन्ने फलाम भएको सुज दियो, एउटा हेलमेट त्यो टाउकोमा लिरिक हुने, त्यो सबै सामग्रीहरू लगाएर काममा जाने कुरा भयो। 3:30 बजे झर्नु भनेको थियो, ऊ 3:30 बजे नै झर्यो बाहिर झरिसके पछाडि नयाँ मान्छे भनिसके क्याम्पसले समातेर यो गाडीमा जानु, यो ठाउँमा पुऱ्याइदिनु, यो ग्रुपमा भनेर देखाइदियो। अनि सबैजना गाडीमा चढे, ऊ पनि गाडीमा जानु। उसको समस्या के थियो भन्दा उसलाई गाडीमा माथ्यो, गाडीमा माथिरहेको पहिल्यैदेखि थियो र उसलाई त्यो छोडेको थिएन। धेरै गाडी चढिराख्ने बानी पनि थिएन, एउटा गाउँमा बसेको मान्छे। अनि गाडीमा गइसके पछाडि सबैजना आफ्नो आफ्नो तालमा गीत बजाउँदै हिँडे। उसलाई गाडीमा बमिट आउने सबैभन्दा ठुलो समस्या भइसकेको थियो। सबैजना गाडीमा हाहार हो गर्ने, गीत बजाउने, भोजपुरी गीत लगाउने, मधेसी ड्राइभर थियो, मधेसको भोजपुरी गीत लगाउने, अनि उनीहरू गीतमा रम्ने। उसलाई त गीतदेखि पनि इरिटेट भइरहेको थियो, झर्को लागिरहेको थियो र गाडीको त्यो धङधङै उसलाई बढी लागिरहेको थियो। अब जब गन्तव्यमा पुग्यो, काम गर्ने ठाउँमा पुगिसके पछाडि सबैजना खबुस भन्ने एउटा त्यत्रो प्याकेट दिएको हुन्थ्यो, त्यो खबुस गएर ग्यासमा तताएर खाने भनेर सबैजना ऊ गाडीबाट फुत्त उर्ल्यो, बमिट आएको थियो, परतिर गएर हेलमेटले छोपेर बमिट गर्यो। बमिट गरेर न धुने पानी छ, न त्यहाँनिर कुनै झारजङ्गल छ पुस्नको लागि, सिर्फ त्यहाँ रातो खालको पनि होइन, त्यो एउटा गेक्राङ खालको बालुवा थियो त्यहाँ। त्यो बालुवामा केही थिएन, बमिट गर्यो। अब सबैजना गएर खान्छन्, उसलाई खबुसको त्यो बास्ना पनि मन परेको छैन। यसो हेर्छ, रुख बिरुवा भन्ने त्यत्रो भन्दा छैन, ओरदेखि पर आँखाले भ्याउनेसम्म टिलिली परेको छ मरुभूमि, हरियाली भन्ने केही छैन। एउटा दुखान भन्ने साइडमा लिएर गयो। अब त्यहाँनिर कसरी काम गर्ने, के काम गर्ने भनेर ऊ छक्क परेर त्यहाँनिर बसेर हेरिरह्यो। आजको भाग यति नै। भाग 8 लिएर हजुरहरू सामु आउनेछु। काम कस्तो गर्नु पर्यो, काम गर्दाको अनुभव कस्तो भयो भनेर यहाँहरू समक्ष लिएर आउनेछु। दुःख सङ्घर्षहरू बाँकी नै छन्, गर्नुपर्ने कुराहरू धेरै छन्। जहिले पनि भन्ने गर्छु, म त्यो धेरै प्रोफेसनल मान्छे पनि होइन, यहाँहरू समक्ष एउटा भएको घटनालाई लिएर आएको हो। मन पर्छ भने
भोलिको दिनमा म केही भएछ भने नयाँ नयाँ ठाउँमा जाउँला, नयाँ नयाँ ठाउँमा घुमौँला र त्यहाँको प्रविस परिवेशहरू पनि देखाउँला। तर अहिले भने म निरन्तर रूपमा यो लगाइरहेको छु। सबैजनाले हेरिदिनुहुन्छ भन्ने आशा पनि छ। अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब बाँकी कथा अर्को भिडियोमा। हस्त, धन्यवाद। जय नेपाल।